हेलो साथीहरू, सेवा नमस्ते, वेलकम साथीहरू। मेरो होम गार्डनमा हजुरहरूलाई स्वागत छ। हेर्नुहोस् त साथीहरू, आज चाहिँ म तपाईँहरूलाई फेरि पनि मेरो छठको बगनबेलीहरू देखाउन गइरहेको छु, जुन चाहिँ फुलिरहेछ अहिले। यो सबै हेर्नुहोस् त, यस्तो दामी फुलेको छ। मलाई चाहिँ सबैभन्दा मनपर्ने धेरै भनेको बगनबेली हो। फुल त सबै मनपर्छ, तर बगनबेली चाहिँ अझै धेरै मनपर्छ, किनकि यसलाई चाहिँ केयर गर्नु पनि सजिलो। त्यहाँदेखिको यसलाई धेरै केयर पनि गर्नु पर्दैन। अनि त्यस पछाडि यसलाई चाहिँ बोन मिल र पिना हाल्दा मात्र पनि हुन्छ। अनि त्यस पछाडि पानी पनि धेरै चाहिँदैन। अनि यिनीहरूमा चाहिँ किराहरू पनि लाग्दैन है साथीहरू। त्यही भएर बगनबेली चाहिँ मेरो फेभरेट हो। नम्बर 1 मा चाहिँ मेरो फेभरेट बगनबेली आउँछ साथीहरू। अनि हजुरहरूलाई पनि यस्तै फुल्ने बगनबेली चाहिन्छ भने चाहिँ मलाई सम्झिनु होला। हजुरहरूले बिरुवाहरू म अनलाइन डेलिभरी पनि गर्ने गरेको छु साथीहरू। अनि मसँग चाहिँ सबै प्रकारको बगनबेलीहरू उपलब्ध छ साथीहरू। हेर्नुहोस् त कस्तो दामी दामी फुलेको छ। यस्तो धेरै फुलेको छ, यहाँ कुनैमा त पत्तै छैन, यस्तो दामी फुलेको छ। हेर्नुहोस् त, विभिन्न कलरमा एभाइलेबल छ मसँग बगनबेलीहरू। अनि त्यसै गरी ग्राफ्टिङमा पनि छ साथीहरू मसँग चाहिँ। ग्राफ्टिङमा चाहिँ धेरै छैन, यो एउटा मात्र बाँकी छ अब चाहिँ। यसमा 4टा कलर छ। अनि यो चाहिँ महारानी हो साथीहरू। अस्ति मैले भिडियो त हालेको थिएँ। अनि साथीहरू, म चाहिँ बिर्सिहाल्दैछु भन्नलाई। नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु नबिर्सनु होला साथीहरू। अनि पुरानो साथीहरूले चाहिँ फुल भिडियो हेरेर लाइक, सब्सक्राइब अनि सेयर पनि गरिदिनु होला।